अरूलाई त्यति मात्रै दुःख देऊ क्या जति आफू सहन सक्छु। अहिले भर्खरै यो भिडियो हेरेँ हर्क साम्पाङको, अनि यस्तो दुःख लाग्यो, उहाँ जस्तो स्ट्रङ मान्छे प्रेस मिटमै रुनु भयो क्या। अनि सोचेँ कमसेकम उहाँले चाहिँ यो सब डिजर्भ गर्नुहुन्न थियो भन्ने लाग्यो क्या मलाई। अनि जसले उहाँलाई हाँसोको पात्र बनायो नि, तिमीहरूले पनि एकपटक सोच के यो सब उहाँ डिजर्भ गर्नुहुन्थ्यो भनेर, होइन? जो नेता जहिले पनि जनताको लागि देशको लागि अगाडि बढ्छ त्यो नेतालाई यसरी प्रेस मिटमा रुने बनायौ तिमीहरूले के? उहाँको के गल्ती थियो? गल्ती भनेको उहाँको यो सङ्कटको बेलामा, देश सङ्कटमा छ र यो सङ्कटको बेलामा म छु है सम्हाल्न भनेर अघि बढ्नु उहाँको गल्ती भयो, होइन? जुन चाहिँ हामीले सबै नेताबाट एक्सपेक्ट गरेको थियौँ। यो दुःखको घडीमा त सबै नेता अगाडि सर्नु पर्यो नि त, यदि साँच्चैकै नेता हो भने चाहिँ। तर कोही सरेनन्, उहाँ अगाडि बढ्नुभयो। अनि त्यही कुरालाई यस्तो नेगेटिभ पोर्ट्रे गरेर तिमीहरूले देखायौ, होइन? सो कसैले भनेको थियो नेपालीहरू भेडा हुन्, होइन? अनि सतीले सरापेको देश भनेर। अहिले यसो बुझ्दा साँच्चै नै यो हो जस्तो लाग्छ क्या मलाई। किनभने नेपालमा कहिल्यै पनि राम्रो मान्छेको कदर नै भएन कि। अनि जब मान्छेले चाहिँ यो मान्छे राम्रो हो भनेर थाहा पाउँछन् त्यतिखेर एकदमै ढिला भइसकेको हुन्छ कि। सो फर्स्टमा चाहिँ तिमीहरू स्योर भयो क्या तिमीहरूलाई कस्तो नेता चाहिएको? सुटेड बुटेड नेता चाहिएको कि हर्क साम्पाङ जस्तो नेता? किनभने हर्क साम्पाङलाई त तिमीहरूले उसले लगाएको लुगा अनि उसले गर्ने काम, सडकमा नालामा काम गर्छ भनेर जज गरिहाल्यो, होइन? स्ट्यान्डर्ड पुग्दैन भनेर भनिहाल्यो, बाइक चढ्छ भनेर, होइन? सो तिमीहरूलाई खासमा सुटेड बुटेड नेता, जनता जाए भाडमा वाला नेता चाहिएको कि हर्क साम्पाङ जस्तो नेता चाहिएको? सुटेड बुटेडवाला त पक्कै पनि होइन। यदि सुटेड बुटेडवालै थियो भने त किन यत्रो धेरै प्रोटेस्ट गर्नु, होइन? किन यत्तिकै बेकारमा त्यत्रोजनाको ज्यान गयो, त्यत्रोजना घाइते छन्? हर्क साम्पाङ जस्तै नेता चाहिएको होला नि त, जहिले पनि जनतासँगै हुने, होइन? जनतासँगै काम गर्ने। अनि फेरि किन उसको स्ट्यान्डर्डको कुरा गर्छौ तिमीहरू? तिमीहरूको स्ट्यान्डर्ड त देखिहाल्यो नि, तिमीहरूको सोच, होइन? सोच त्यस्तो छ, तिमीहरूको स्ट्यान्डर्ड त्यसले नै दर्शाउँछ क्या। सो मन पर्दैन, ठिक छ, सबैले सबैलाई राम्रो मान्नुपर्छ भन्ने छैन। कति कुराहरू चित्त बुझ्दैन, होइन? मान्छेको गल्ती पनि हुन्छ। यदि त्यस्तो हो भने सभ्य भाषामा सल्लाह सुझाव देऊ, सभ्य भाषामा कमेन्ट गर।